सबैजनालाई गुड मर्निङ। के छ तपाईहरुको हालखबर? म छु यति बेला 9:07 सुर्दिपमा। आजको मौसमको बारेमा सामान्य भिडियो बनाउन उपस्थित भएको छु। राति चाहिँ हावाहुरी सहित हावाहुरी र असिना सहितको पानी मजाले पानी परेको थियो। असिना पनि आयो, तर असिना भन्दा बढी हावा आयो। धेरै हावाको कारणले गर्दा त्यति धेरै राम्रोसँग पानी पर्न पनि पाएन हैन। अनि अहिले आकाश एकदम दम्म परेको छ। पानी पर्ला जस्तो छ। अब पानी पर्ला, मौसम एकदम चिसो छ, एकदम चिसो गरेको छ हैन। अब यहाँ यस्तो छ कन्डिसन। पानी परेको देखि राति पानी परेर होला हैन। अब सबैजनाले अब पुत्तीहरु लगाउनु भएको छ। यता गोगन पानीको भेग, यता चोरा धारातिर, पारी फोप्लीतिर, तल थात्रा बजार हैन। जता हेर्यो हैन पुरै पुत्तीहरु लगाएको मात्र देख्न पाइन्छ आज। अनि यो हाम्रो नमान सिंह पुन मेरो घरबेटी बाको घर। मौसम यस्तो छ। मौसमको बारेमा सामान्य भिडियो बनाएको छु। भिडियो मन परे लाइक कमेन्ट शेयर गर्न नबिर्सिनु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई क्लिक सब्स्क्राइब पनि गर्नु होला है। अनि मौसम धेरै चिसो छ आज, धेरै चिसो छ। जता हेर्यो पुरै पुत्तीहरु लगाएको मात्र देख्न पाइएछ आज। अब बिस्तारै यस्तै पानी पर्यो भने अब मकै छर्ने पानी अझै पुगेको छैन। अझै एक दुई चोटी राम्रोसँग पानी आयो भने मकै छर्ने पनि पानी हुन्छ होला। सुन्दर ठाउँ छ। अरु त त्यस्तै हो, हावा पानीको लागि धेरै सुन्दर छ। यहाँको विशेष समस्या भनेको शिक्षा, गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, खानेपानी र यातायातको हो। बर्सातको सिजनमा बाटोघाटो ठप्प भइहाल्छ, यातायात हुँदैन। अब शिक्षाको कुरा गर्दा आधा स्कुल तल थात्रा छ अनि आधा स्कुल यहाँ माथि छ। यहाँ बन्दै पनि गरेको छ नयाँ भवन। साना बच्चाले निकै दुःख पाएका छन् विद्यालयको लागि। अनि खानेपानीको नि त्यस्तै छ। खानेपानीको योजना धेरै छ यसपालि। सायद सबै योजनाहरू कम्प्लिट भयो भने पानीको समस्या पनि समाधान होला। सायद हुन्छ होला, मैले अपेक्षा गरेको छु। पानीको योजना धेरै छ यसपालि। जस समग्रमा विकासले फड्को मार्दैछ। धेरै सुधार हुँदैछ विगतको भन्दा। अझै केही होला हैन। आजको भोलि नै हुने कुरो त होइन, बिस्तारै भइरहेको छ। बारीभरि अब मल राखेर रेडी छ, जोत्ने तयारी हुँदैछ अब बिस्तारै। अनि यो चाहिँ मैले खुर्सानीको बिउ राखेको। खुर्सानीको बिउ सट्ट लाएर बर्खाभरि खुर्सानी खाइन्छ। जाडो भयो भनेर मेरो घरबेटी आबै मेरो छोराहरू बसेर यहाँ मकै भुटेर खाँदैछन्। मजाले भुटेका छन्। अप्रिलले यता हेरिरहेछ। मोहन सुनारले क्या मजाले दिनुभएको छ नि त। उहाँले चिन्ने मान्छे हो, कसैले चिन्नुहुन्छ? ल हेर, बिहानै पुरै दबाएको छन् बुढाले। यो हो नि त तरिका। यहाँनिर नयाँ भवन बन्दैछ। नेपाल टेलिकमको टावर माथि। राति हावाहुरी सहित पानी एकदम परेको थियो। अहिले नेटवर्क छैन भन्दा पनि टावर छैन। माथिको टावर छैन किनभने लाइन पनि छैन। लाइन नभएको कारण माथि मैरामारको टावर छैन अहिले।
ब्याकअप त छ होला, सायद त्यति धेरै राम्रो ब्याकअप नभएर होला, केही समय त चल्छ, त्यसपछि लाइन गयो भने गइहाल्छ। ल भिडियो मन परे लाइक कमेन्ट सेयर गरौँ, च्यानलमा नयाँ भएका साथीहरूले सब्सक्राइब गरौँ। हस्, थ्याङ्क यू। आजको बिहानी सानो भ्लगबाट बिदा हुन्छु।